ल गाइज हामी पूजा गरेर आइसकेको छौं। हामी एकदमै रमाइलो भयो पूजा गर्न यहाँ आउन। यो हाम्रो पहिलो यात्रा मेरो र बहिनीको पहिलो यात्रा। बाबु मम्मी आइसक्नु भएको छ यहाँ पटक पटक। आमा त कतिचोटि आमा कतिचोटि 10-12 जति सुन्नुभयो गाइज, 10-12 चोटि। अनि यहाँ एउटा क्रेजी कुरा भएको छ। यहाँ आमाले चामल हातमा दिन्छु भनेर बाडी बाड्न आँट्नु भएको थियो। ठ्याक्क बाँदरले आएर यसले खोसिदियो अनि त गयो हैन। अनि हाम्रो भालाले के अरे बाबाले भाले समात्ने मौका पाउनुभयो। अनि भाले दिने मान्छे त कहाँ अनि हेर्दाखेरि त पूजा गर्दै हुनुहुँदो रहेछ। अनि पछि बल्ल आउनुभयो। ल त्यो थियो हाम्रो जर्नी गाइज। हामी आउँदै सानो बाँदर नि हाम्रो भिडियो छ है भन्नु सेयर गरिदिन्छु यसको म्यामलाई। हेर्न सक्नुहुन्छ यो बाँदरनीको मुख। ल गाइज हामी यहाँ फर्कँदैछौँ आफ्नो घर। हामी दाउने छौँ अहिले। हामी अलिक पर जान छ। हजुर के भयो? हाम्रो मामा घर। लगाई हामी मन्दिरबाट तल उत्रिरहेका छौँ। कुकुडु कुकु कुकु कुकु। हजुर हेर्न सक्नुहुन्छ त्यता गुम्बाको गेटमा बाँदरहरू बसिरहेको। यो चिज बहिनीले नोटिस गरे। हेर्न सक्नुहुन्छ त्यहाँ दुईटा बाँदरहरू कपाल जस्तै अलि खानेकुरा खाँदै बुढाबुढीको प्यार समझ्न सक्नुहुन्छ नि। यो पछि युट्युबमा हाल्ने हो। हेर्नुहोस् यहाँको यो प्रवेश दरबार। रमेश मेरो साथीको नै नाम हो। हामी हेलो ओइ बाँदरनी यता आऊ। बाँदरले लैजाला। गाइस रुक्नु एकछिन। ल गाइस यसैसँग हाम्रो दाउनेको यात्रा खतम हुन्छ। बाई बाई।